सबै मिलेर जुक्क उठाउँदाखेरि यतिखेर हात्ती जत्रो गाडी पनि उठाउन सम्भव रहेछ भनेर यतिखेर सबैले देखाइदिएको छ। दर्शकबिन देख्न सक्नुहुन्छ एका बिहानै काठमाडौँ महानगरपालिकाको नगर प्रहरी टिमले जुरुक्क गाडी उचालेर यतिखेर क्रेनमा हालिराख्नु भएको छ। बिच बाटोमै सवारी साधन पार्किङ गरेर नियमित आगमनै रोकिसकेपछि यतिखेर जम्बो नगर प्रहरीको टिम एक्सनमा उत्रेको छ भने तपाईले देख्न सक्नुहुन्छ। नेपाल प्रहरी ट्राफिक प्रहरी एकसाथ यतिखेर गाडी उचाल्नको लागि सहयोग गरिराख्नु भएको छ। सबै मिलेर काम गर्यो भने यति ठुलो गाडी पनि उचाल्न सक्छ भनेर यतिखेर एउटा उदाहरण दिँदै सबै मिलेर जुक्क उठाउँदाखेरि यतिखेर हात्ती जत्रो गाडी पनि उठाउन सम्भव रहेछ भनेर यतिखेर सबैले देखाइदिएको छ। देख्न सक्नुहुन्छ ह्यान्डल लक गरेर बीच बाटोमा यसरी पार्किङ गरिसकेपछि नियमित सवारी साधन आवत जावत नै बन्द भइसकेपछि यतिखेर एका बिहानै नगर प्रहरीको टिम एक्सनमा उत्रिसकेपछि नेपाल प्रहरी र ट्राफिक प्रहरीले पनि साथ दिइराख्नु भएको छ भने यहाँ घुइँचो नै लागेको छ। दर्शकबिन देख्न सक्नुहुन्छ यो दृश्य ठ्याक्कै प्रज्ञा प्रतिष्ठानको पछाडिको बाटो हो भने अरू बेला यहाँ आवत जावत कम हुन्थ्यो, त्यही भएर पनि सवारी चालकले यहाँ पार्किङ गर्नु भएको होला। यो गाडीको धनीलाई लामो समयदेखि सम्पर्क गर्न खोज्दाखेरि पनि उहाँ सम्पर्कविहीन भइसकेपछि यतिखेर नगर प्रहरीको टिम र नेपाल प्रहरी त्यसैगरी ट्राफिक प्रहरी मिलेर यतिखेर नेपाल प्रहरीको यो क्रेन ल्याएर गाडीलाई व्यवस्थापन गरिसकेको छ। यो दृश्य देखिराख्दाखेरि तपाईहरु के भन्न चाहनुहुन्छ मलाई कुरा पक्कै पनि लेख्नु होला भन्दै आउनुहोस् हामी सँगै रहेर पुरा भिडियो हेर्दै जानु होला दर्शकबिन। गाडीको मान्छे आएन है? बाटो सेफ्टी ओहो ल हेर्नुहोस् यहाँ महानगरको नगर प्रहरीको टिमले यतिखेर यो ठ्याक्कै प्रज्ञा प्रतिष्ठान पछाडि जाने बाटोमै यतिखेर गाडी राखिसकेपछि यतिखेर उहाँहरूले यो साइड लगाइराख्नु भएको छ। यो शक्ति उहाँहरूले देख्न सक्नुहुन्छ उठाएर अर्कोतिर लगिराख्नु भएको छ र यो नेपाल प्रहरीको पनि यहाँ सहयोग देख्न सक्छौँ। यो गाडी तान्नको लागि यहाँ यो ठुलो ट्रक पनि ल्याइएको छ। दर्शकबिन देख्न सक्नुहुन्छ भने यतिखेर लामो समयदेखि यो बाटो नै अवरुद्ध गरेर राखिएको यो गाडी यतिखेर नगर प्रहरीको टिम र नेपाल प्रहरी संयुक्त रूपमा मिलेर यतिखेर देख्न सक्नुहुन्छ बल लगाई उचालिराख्नु भएको छ। ठ्याक्कै यो दृश्य हामीले तपाईँलाई प्रज्ञा प्रतिष्ठान अगाडिबाट देखाइरहेका छौँ, महानगरको अफिस अगाडिबाट। ओहो गाडी नै जुर्लुक्क बोक्नु भएको छ। दर्शक महानगर टिम र नगर प्रहरी सँगसँगै यतिखेर नेपाल प्रहरी मिलेर सर्लक्कै माथि तान्नु भएको छ र बाटो खुलाउनको निम्ति यतिखेर नेपाल प्रहरी र नगर प्रहरीको टिम संयुक्त रूपमा लागेर यतिखेर यो बाटो खुला पार्नु भएको छ। दर्शकबिन